थ्याङ्क यू भेरी मच। सबैलाई फेरि एकपल्ट न्यानो जय मसी। तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दै आजको वचनको शीर्षक रहेको छ मलाई खाली गाग्रोहरू देऊ। हजुर मसँग भन्नुहोस् त, ब्रिङ मी एम्प्टी भेसल्स। दोस्रो राजा अध्याय 4 को 3 पदमा हामीले हेर्छौँ भनेदेखि एउटा महत्त्वपूर्ण कुरा भेट्टाउँछौँ। एलिसाले भने, गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भुडुल्काहरू मागेर ल्याऊ, थोरै मात्र नमागा। कस्तो नमागा? मसँग भन्नुहोस् त, थोरै नमागा, थोरै नमागा। ओके, परमेश्वरले जहिले पनि भर्नु पर्दै गर्दा ती मान्छेहरूलाई भर्नुहुन्छ जो मान्छेहरू रित्तो हुन्छ। आफैमा भरिएका मान्छेहरूलाई परमेश्वरले कहिले भर्नुहुन्न। अब प्रश्न यो छ, तपाईँ केले भरिनु भएको छ? धेरैजना मान्छे धेरै प्रकारका कुराहरूले भरिन्छ। मेरो ग्लासमा पानी छ अनि यो ग्लास पानीले भरिएको छ। मम्मी मलाई अलिकति पानी दिनुहोस् त। यो ग्लासमा आधा ग्लास पानी छ अनि मम्मीले आएर मलाई यो ग्लासमा पानी हालिदिँदै हुनुहुन्छ। अब पानी भरियो, जस्तो पानी भरियो मलाई सपनाले भने कि उसकोमा चिसो कोक छ अनि उसले मलाई यो ग्लासमा हालेर दिन चाहन्छे। के म हाल्न सक्छु? पानी भन्दा राम्रो कोक छ मेरो लागि, अरू कतिको लागि है, ज्यास्मिनको लागि एटलिस्ट, तर कोक भन्दा राम्रो त पानी नै हो है। जबसम्म यो ग्लास खाली हुँदैन तबसम्म म यसलाई भर्न सक्दिनँ। परमेश्वरले जब जब भर्नुहुन्छ, परमेश्वरले रित्तो मान्छेहरूलाई भर्नुहुन्छ। नट सेल्फ सफिसिएन्ट पिपल। गॉड feels empty people, not self-sufficient people. तपाईको जीवनको चमत्कार चाहिँ एउटा कुरामा अड्किएको हुन्छ। धेरै जसो तपाईको जीवनको चमत्कारहरू चाहिँ नि तपाईले आफ्नो रित्तो गाग्रोहरू, रित्तो भुडुल्कोहरू परमेश्वरमा लिएर आउनु भएको छ कि छैन भन्ने कुरामा आधारित हुन्छ। The size of a miracle is often connected to your willingness to bring God empty vessels. तिमी मलाई खाली भुडुल्कोहरू देऊ, म त्यसलाई भरेर दिनेछु। तिमी मलाई खाली भुडुल्कोहरू देऊ, म त्यसलाई भरेर दिनेछु। अघि हामीले भन्दै थियौँ नि, तुम मुझे खून दो मैं तुम्हें आजादी दूंगा। कसले भनेको? सुभाष चन्द्र बोसले। तिमी मलाई खाली भुडुल्कोहरू देऊ, म त्यसलाई भरेर दिन्छु। कसले भन्नुभएको? परमेश्वरले। हजुर, परमेश्वरले एलिसाद्वारा भन्नुभयो। एलिसाद्वारा परमेश्वरले भन्नुभयो। एउटा स्त्रीलाई यहाँ हेर्नुहोस्, जसको श्रीमान ठुलो अगमवक्ता थिए, हैन? ठुलो अगमवक्ता थिए। उनका 2 जना छोराहरू थिए अनि त्यो 2 जना छोराहरू हुँदै गर्दाखेरि बुढाको मृत्यु भयो। अब यो 2 जना छोराहरू, अब बुढाले चाहिँ अरू कुरा छोडेर जाओस् या नजाओस्, टाउकोमा ऋण चाहिँ पुरा छोडेर गएको रहेछ। के छोडेर गएको छ? अनि बुढा मरेपछि को भएकोमा आउँछ? बुढी भएकोमा आउँछ, घरमा आउँछ हैन? अनि साहुकारहरू, लेनदारहरू चाहिँ कहाँ आयो? घरमा आयो। अनि त्यो 2टा छोरालाई चाहिँ अब सधैँको लागि लिएर जाने, किनकि तेरो बाउले भन्छ नि, तेरो बाउले मेरो ऋण खाएको छ अनि तेरो बाउको ऋण तिर्नलाई चाहिँ त 2 जना चाहिँ अब मेरो घरमा नोकर बनिनु पर्छ। नोकर बनाउनलाई लान लागेको थियो। बुढा गुमायो, श्रीमान गुमायो, आफ्नो सहारा गुमायो, अब 2टा छोरा पनि गुमाउन आँटेको थियो। तब यो अगमवक्ताको पत्नी एलिसा भएकोमा गइन् र उनले 4 को 1 मा यसरी भन्छन्, your servant, my husband is dead and the creditor has come to take my 2 children to be their slaves. उनीहरूको नोकर हुनलाई, कमारो हुनलाई
लेनदारहरू कर्जदारहरू आएको छ। ऊ आफ्नो जीवनको लगभग अन्तिम अवस्थामा आइपुगिसकेकी थिए। अब उनको जीवनमा अर्को कुनै उपाय छैन, कुनै बाटो छैन। उनी लगभग आफ्नो जीवनको अन्तिम छोरमा आएका थिए। र म तपाईलाई भन्न चाहन्छु, many of God's greatest miracle begin when human ability ends. जब मानव या क्षमता सकिन्छ नि परमेश्वरको चमत्कार त्यहाँबाट सुरु हुन्छ। धेरैपल्ट जब तपाईले अब हुँदैन, अब सक्दिन, अब सकियो भन्ने तपाईलाई जब लाग्छ, तब परमेश्वरको सामर्थ्य, परमेश्वरको चमत्कार त्यहाँबाट सुरु हुन्छ। परमेश्वरले जबसम्म हामी आफैमा भरोसा गरिरहेका हुन्छौँ नि, अनि आफैलाई भरोसा गर्न छोडेर जब हामी परमेश्वरलाई भरोसा गर्न थाल्छौँ, हाम्रो भरोसा केमा हुन्छ? हाम्रो भरोसा भौतिक कुराहरूमा हुन्छ। पैसामा, रुपियाँमा, डक्टर्समा, वैद्यमा, मेडिसिन्समा, है, यस्तै संसारका थुप्रै थुप्रै कुराहरूमा। जबसम्म हामी हाम्रो जीवनमा संसारिक कुरामा भरोसा गरिरहेका हुन्छौँ, तबसम्म हाम्रो जीवनमा परमेश्वरको ठुलो चमत्कार हुँदैन। तर जुन दिन हामी छोड्छौँ सबै कुराहरू, सबै भरोसाहरू छोड्छौँ र परमेश्वरमा आफ्नो सम्पूर्ण कुराले समर्पण गर्छौँ नि, तब चमत्कार सुरु हुन्छ। र जब यो स्त्री, यो विधवा स्त्री एलिसा भएकोमा आए, तब एलिसालाई उनले एक पदमा जब आफ्नो आफ्नो रिक्वेस्टलाई लिएर गए, तब एलिसाले के सोध्यो? 2 पदमा हेर्नुहोस् त, एलिसाले के सोध्यो? अझै तिम्रो घरमा मसँग भन्नुहोस्, तिम्रो घरमा के छ? तिम्रो घरमा के छ? तिम्रो घरमा चाहिँ के छ? अब म सोध्न चाहन्छु, र यस्तै प्रश्न परमेश्वरले मूसालाई पनि सोध्नुभयो। What is in your hand? तेरो हातमा के छ? परमेश्वरले मूसालाई के भन्नुभयो? एलिसाले यो विधवालाई के भन्यो? तिम्रो घरमा के छ? अब मलाई भन्नुहोस् त, मूसाले के भन्यो? मेरो हातमा लट्ठी छ, मेरो हातमा लट्ठी छ। तब परमेश्वरले भन्नुभयो, त्यो लट्ठीलाई तैँले मिस्र देशको राजदरबारमा भुइँमा छोडिदिस् भने त्यो साँप हुन्छ। त्यही लट्ठीले तैँले लाल समुद्रलाई हिर्काइस् भनेदेखि त्यो लाल समुद्र 2 फ्याक हुन्छ। त्यही लट्ठीले चट्टानलाई हिर्काउँदा चट्टानबाट पानी निस्कन्छ। त्यही लट्ठीले तँलाई सहारा दिन्छ। त्यही लट्ठी तेरो हिँड्ने सहारा हुन्छ। जब हामीसँग भएको, हाम्रो हातमा भएको, हाम्रो घरमा भएको थोरैलाई, हाम्रो रित्तोपनलाई हामी परमेश्वर कहाँ दिन्छौँ नि, तब चमत्कार सुरु हुन्छ। एलियालाई परमेश्वरले सोध्यो, एलिसाले त्यो स्त्रीलाई सोध्यो कि तिम्रो घरमा के छ? तब स्त्रीले के जवाब दियो? पढ्नुहोस् त, स्त्रीले के जवाब दियो? म आफै पढ्नु पर्यो। 3 पदमा एलिसाले भने, गएर आफ्ना हजुरको दासीसित, 2 पदमा हेर्नुहोस् ल, म तिमीलाई कसरी सहायता गरौँ? तिम्रो घरमा के छ मलाई भन। तब तिनले भनिन्, हजुरको दासीसित एउटा भुडुलको तेल बाहेक अरू केही पनि छैन। मैले अङ्ग्रेजीमा पढ्दै गर्दा चाहिँ एउटा मिठो कुरा के भेटाए भन्दाखेरि, त्यहाँ मिठो कुरा के छ भन्दाखेरि नि, उनले भनिन्, your servant has nothing in the house except a jar of oil. एउटा भुडुलको भनेको एउटा गाग्रो भन्छ नि, है, सानो भुडुलको काठको बनाएको हुन्थ्यो त्यो समयमा, पुरानो, त्यसमा तेल हाल्थ्यो। एउटा भुडुलकोमा तेल बाहेक अरू केही पनि छैन।
त्यहाँ एउटा अङ्ग्रेजी शब्द प्रयोग गरेको छ एक्सेप्ट। म मेरो जब हाई स्कुलमा थिएँ त्यो समयमा म एकदमै कन्फ्युज हुने भनेको यो तीनटा शब्दहरू थियो, एक्सेप्ट, एक्सेप्ट, एक्सेप्ट। यो तीनटा शब्दलाई लिएर म एकदमै धेरै कन्फ्युज हुन्थेँ। एक्सेप्ट, इएक्ससिईपीटी, एक्सेप्ट भनेको बाहेक, एसिसिईपीटी एक्सेप्ट भनेको स्वीकार गर्नु, इएक्सपीसीटी एक्सपेक्ट भनेको अपेक्षा गर्नु। तीनटा शब्द, तर यिनले एउटा शब्द चलाइन्, त्यो शब्द चाहिँ हो एक्सेप्ट, यानी कि बाहेक। मसँग एउटा भुडुलको बाहेक, आई हेभ नथिङ एक्सेप्ट। God often begins with our accept. परमेश्वरले नि हामीसँग भएको सानो भुडुलकोबाट नै आफ्नो अचम्मको कार्य गर्न सुरु गर्नुहुन्छ। मूसासँग एउटा लट्ठी थियो, दाउदसँग एउटा घोयत्रो थियो, त्यो विधवासँग थोरै तेल थियो, त्यो नयाँ नियमको केटोसँग 5 वटा रोटी र 2टा माछा थियो। यसै कारण म तपाईलाई भन्न चाहन्छु, तपाईसँग के छ त्यसलाई हेर्नुहोस्, के छैन त्यसलाई होइन। म्यान, 2टा रोटी र 5 वटा रोटी र 2टा माछाले 5000 जनाले खाए। विधवाको तेलले अनिकाल नसकुन्जेलसम्म है एलिया र उसको त्यो विधवाको छोरो र त्यो विधवा आफै अनिकाल नसकुन्जेलसम्म 3 वर्षसम्म उनीहरूले खाए। दाउदको एउटा घोयत्रोले दैत्य आकारको गोलियातलाई लडाए, मूसाको लट्ठीले लाल समुद्र पार गर्यो। यसै कारण तपाईसँग के छैन त्यो कुरामा ध्यान नदिनुहोस्, तर के छ त्यो कुरामा ध्यान दिनुहोस्। किनकि अधिकांश समय हामीसँग के छैन भन्ने कुरालाई हेरेर नै दुखी हुन्छौँ, हामी अशक्त हुने गर्छौँ, बिमार हुने गर्छौँ। स्टप लुकिङ एट व्हाट यु डोन्ट ह्याभ। तपाईसँग नभएको कुरोलाई हेर्न बन्द गर्नुहोस्। तर परमेश्वरलाई आजको दिन, आजको समय तपाईसँग जे छ त्यसलाई प्रयोग गर्न भनी भन्नुहोस्। आमेन। But instead ask God to use what you have right now. किनकि यो विधवाको घरमा नि एलिसाले भने तिम्रोमा के छ? उनले के भने? I have nothing except a jar of oil. So God is going to use your accept. परमेश्वरले तपाईको बाहेकलाई प्रयोग गर्दै हुनुहुन्छ। अनि त्यसलाई प्रयोग गरेर एलिसाले भने, एलिसा instructed her। 3 पदमा हेर्नुहोस् त, 3 पदमा एलिसाले के भने? आफ्नो छिमेकीसँग गएर के माग अरे? कस्तो भुडुलको? हजुर, रित्तो भुडुलको गएर मागेर ल्याऊ, थोरै मात्रै नमाग। कसो नमाग? कस्तो नमाग? कति नमाग? थोरै नमाग, तर छिमेकीसँग गएर सबै रित्तो भुडुलकोहरू लिएर आऊ। किन रित्तो भुडुलको माग्नु भयो होला? छिमेकीलाई माग्दा त के अरे, हाम्रो सानोमा हुँदाखेरि गाउँघरमा के अरे उखान भन्ने गर्थे, यी जतै फाल्नु, फालिसकेपछि गुन्द्रुकको झोलमा नफाल्नु भनेर भन्थे, होइन? सुन्नु भएको नि तपाईँले? अलिकति अर्कै छ, मैले यसलाई अलिकति मोडिफाई गरेर अलिकति सुन्दर बनाएको मात्र हो, अझै थोला झरेको छ यो उखान। तर माग्नै पर्दाखेरि किन तेल भएको भुडुलको नमाग्नु? किन नमाग्नु? हजुर,
किन माग्दा त त्यो अब मुख त गइगयो, वचन गइगयो होइन, वचन गइगयो, माग्नै पर्ने छ भनेदेखि किन रित्तो माग्नु, किन तेल भएको चाहिँ नमाग्नु? वाइ एम्प्टी भेसल्स? एनीवन क्यान से किन? किन भरिएको चाहिँ नमाग्नु? किन परमेश्वरले यो विधवालाई एलिसाद्वारा भन्नुभयो जाऊ गएर रित्तो भुडुलको माग ल्याऊ? किन भन्नुभयो? आमेन। किनकि भरिएको चाहिँ फेरि भरिँदैन, भरिएको भुडुलको चाहिँ फेरि भरिँदैन। अब सम्पूर्ण धर्मशास्त्रमा हामी हेर्छौँ भनेदेखि God is drawn to emptiness. परमेश्वर जहिले पनि रित्तिएकाहरूको नजिक आउनु भएको छ। परमेश्वर पुरा बाइबल धर्मशास्त्रलाई तपाईले छानबिन गर्नुभयो भने तपाईले देख्नुहुन्छ God is drawn to emptiness. परमेश्वर जहिले पनि रित्तोपनको नजिक आउनु भएको छ। साराको रित्तो चिहान, पत्रसको रित्तो जाल, येशूको रित्तो चिहान, प्रभु मलाई तपाईँ चाहिन्छ भनेर बोल्ने रित्तो हृदयको नजिक परमेश्वर जहिले आउनुहुन्छ, जहिले आउनुहुन्छ। घमण्डले भन्छ मसँग प्रशस्त छ, तर विश्वासले भन्छ तपाईँ बिना म रित्तो छु। आमेन। घमण्डले भन्छ मसँग काफी छ, तर विश्वासले भन्छ प्रभु तपाईँ बिना म रित्तो छु। एलिसाले चारवटा शब्द प्रयोग गरे। मैले ध्यान दिएर हेर्दै थिएँ। यहाँ अङ्ग्रेजीमा चाहिँ तीनटा शब्द अङ्ग्रेजीमा, नेपालीमा कतिवटा शब्द छ हेर्छु ल। 3 पदमा हेर्नुहोस् त, 3टै रहेछ। थोरै मात्र नमागा भनेर भने। कसो भने अरे? चमत्कार चाहिँ नि तेलको नापमा हुँदैन। चमत्कार चाहिँ कतिवटा भुडुलको रित्तो छ त्यसमा भर पर्छ। जसले एउटा रित्तो भुडुलको लिएर आउँछ उसको एउटा रित्तो भुडुलको भरिन्छ। तर जुन चाहिँ व्यक्तिले एउटा भन्दा अधिक भुडुलको लिएर आउँछ नि त्यो व्यक्तिको एउटा भन्दा अधिक भुडुलकोहरू भरिन्छ। Miracle did not depend on the amount of the oil, but it depend on the number of the empty vessels, empty jars. हामीहरू मध्ये कतिजनाले कतिवटा आशिष गुमाइसकेका होला अहिलेसम्म। किन थाहा छ तपाईँलाई? किनकि हामीले माग्दा नै थोरै माग्यौँ र आशा पनि थोरैको गर्यौँ। नट टु फ्यू भनेर भनेको छ बाइबलमा। थोरै मात्रै नमागा। भजन सङ्ग्रह 81 अध्यायको 10 पदमा भनेको छ, भजन सङ्ग्रह 81 अध्यायको 10 पदमा लेखेको छ, ओपन योर माउथ वाइड एन्ड आई विल फिल इट। तिमीहरूको मुख कति खोला अरे? यति होइन। गएर त खुवाइदिन्छु भनेर मुख खोल्ने कतिको घाँस खान्छ? थोरै थोरै। तर बाइबलले के भन्छ? तिमीहरूको मुख पुरा खोला। तिमीहरूको मुख पुरा खोला। खोलौ त सबैले मुख। खै म हेर्छु कसको सबभन्दा ठुलो कसको रहेछ। सबभन्दा ठुलो मुख त प्रियाकै जस्तो लाग्यो। बाइबलले के भन्छ? तिमीहरूको मुख
पुरा खोल र म त्यसलाई भरिदिनेछु। ग्लासै लिएर आउनु भएको छ, 1 पावा अट्ने अनि 1 किलोको आशा गर्दा हुन्छ? ओपन योर माउथ वाइड। तपाईँ अनि मैले चाहिँ नि ठुलो मुख खोल्नु पर्छ, ठुलो मुख खोल्नु पर्छ परमेश्वरलाई। हामी यो संसारको सृष्टिकर्ता परमेश्वरसँग डिल गर्दैछौँ। मैले मेरो स्कुलमा हुँदै गर्दाखेरि म जे देखेँ त्यही पढ्थेँ, जे देखेँ त्यही पढ्थेँ। अनि हाम्रो टाइममा चाहिँ एउटा सलाईको खोल आउँथ्यो, सलाईको खोल थियो। त्यो सलाई चाहिँ एम भन्ने कम्पनीले बनाउँथ्यो, आइटिसीको थियो। आइटिसीको फ्रीमा मैले यहाँ के अरे प्रमोसन गर्दैछु, देख्यो भने मलाई के दियो भने राम्रै हो होइन। आइटिसीले एम भन्ने सलाईको खोल बनाउँथ्यो अनि त्यो एमको पछाडि चाहिँ नि मिठो मिठो कोट्सहरू लेखेको हुन्थ्यो। अनि एउटा सलाईको खोलको पछाडि चाहिँ मैले के देखेँ एक दिन भन्दाखेरि, सुट फर द मुन, इफ यु मिस द मुन यु विल ल्यान्ड अमङ द स्टार्स। जानै चाहन्छौ भनेदेखि चन्द्रमामा जाने कोसिस गर, जानै चाहन्छौ भनेदेखि चन्द्रमामा जाने कोसिस गर। तिमी चन्द्रमामा पुगेनौ र झर्यौ भने पनि ताराको बिचमा त झर्छौ। हाम्रो सोच सानो छ, हाम्रो जीवन यस कारण सानो छ किनकि हामीले सोच सानो बनाएका छौँ। जसको फर्मै सानो छ उसको प्रोडक्ट सानो हुन्छै हुन्छ। हाम्रो सोच ठुलो गर्नु पर्यो, हाम्रो माग ठुलो गर्नु पर्यो। बाइबलले भन्छ ओपन योर माउथ वाइड एन्ड आई विल फिल इट। आफ्नो मुखलाई ठुलो खोल र म त्यसलाई भरिदिनेछु, म त्यसलाई भरिदिनेछु। हाम्रो एक्सपेक्टेसनले है हामीले सुनेका छौँ नि, जीवनमा खुसी हुनु छ भनेदेखि है हाम्रो युट्युब बाबाहरू, इन्स्टाग्रामका बाबाहरू, फेसबुकका बाबाहरूले के भन्छन् भन्दाखेरि जिन्दगीमा खुसी हुनु छ भनेदेखि चाहिँ एक्सपेक्टेसन नराख्नु, कसैबाट पनि एक्सपेक्टेसन किल्स भनिरहेको हुन्छ। नो, यु हेभ टु हेभ एक्सपेक्टेसन्स। किनकि तपाईँसँग एक्सपेक्टेसन छैन, तपाईँसँग अपेक्षा छैन भनेदेखि तपाईँले प्राप्त गर्न सक्नुहुन्न। यु मस्ट हेभ एक्सपेक्टेसन। किनकि जब तपाईँले एक्सपेक्टेसन राख्नु हुँदैन तपाईँले आफूले आफूलाई लिमिट गरिरहनु भएको हुन्छ अनि तपाईँले आफूले आफूलाई मार्दै गर्नु भएको हुन्छ। यसै कारण एक्सपेक्टेसन राख्नुपर्छ, मान्छेहरूबाट झन् परमेश्वरबाट त राख्नै पर्छ। किनकि आवर एक्सपेक्टेसन अफन रिभिल्स आवर फेथ। हाम्रो अपेक्षाले चाहिँ हाम्रो विश्वासलाई प्रकट गर्छ। इट इज द मैनिफेस्टेशंस अफ आवर फेथ व्हेन वी एक्सपेक्ट। तेस्रो चौथो कुरो 4 पदमा मैले देखेँ, 4 पदमा एउटा चाखलाग्दो कुरो के देख्नुभयो तपाईँले भन्नुहोस् त? मैले 4 पदमा एउटा कुरा के देखेँ भन्दाखेरि नि 4 अध्यायको 4 पद एलिसाले भने त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। के गर अरे? ढोका थुन। पहिला घरमा जाऊ अनि घरमा गएर के गर? ढोका थुन। God often does his deepest work in private. परमेश्वरले आफ्नो अद्भुत प्रकारको कार्य चाहिँ नि, अद्भुत प्रकारको कार्य चाहिँ कतिखेर गर्नुहुन्छ भन्दाखेरि बन्द ढोकाहरूभित्र, प्राइभेटमा। तपाईँले देख्नुहुन्न कतिपल्ट। के गर्दैछ हो प्रभु, तपाईँले के गर्नु भएको हो? खोइ त हो। You don't see that because God is doing his greatest miracle behind the doors. प्रभुले आफ्नो अचम्मको काम चाहिँ कहाँ गर्दै हुनुहुन्छ अरे? दैलो भित्र, घर भित्र दैलो थुनेर। संसारका मान्छेहरूले पब्लिक प्लेटफर्मलाई सेलिब्रेट गर्छन्, बट गॉड भ्याल्युज अ प्राइभेट प्रेयर। तर परमेश्वरले चाहिँ तपाईँको व्यक्तिगत प्रार्थनालाई सम्मान गर्नुहुन्छ। अनि संसारका उधुमका जितहरू, विजयहरू चाहिँ नि बन्द ढोकाहरूभित्र भएको छ। मत्ती अध्याय 6:6 ले भन्छ, गो इन्टु योर रुम एन्ड शट द डोर एन्ड प्रे टु योर फादर। मत्ती 6:6 पढ्नुहोस् त। येशूले सिकाउँदै गर्नुहुँदा पनि कसरी सिकाउनु भयो?
चोक बजारमा फेसबुक लाइभ गरेर, इन्स्टाग्राममा लाइभ आएर, हैन, युट्युबमा लाइभ आएर प्रार्थना गर भन्नुभएको चाहिँ कसरी गर्नु भन्नुभएको छ? हजुर, भित्री कोठामा जाऊ, आफ्नो ढोकाहरू बन्द गर र आफ्नो पितासँग कुरा गर। आमेन, आमेन। संसारको ठुल्ठुलो जितहरू चाहिँ नि, संसारका ठुल्ठुलो जितहरू चाहिँ बन्द ढोकाहरू भित्रबाट आएका छन्। आमेन, आमेन। अब म तपाईलाई भन्न चाहन्छु, मेरो हातमा यहाँ एउटा सानो बिउ छ, म तपाईलाई देखाउन सक्दिनँ। There's a small seed. यो चिया सीड हो, चिया सीड, सानो सीड छ। अन्त यो सीड मैले लगभग आजभन्दा 5 महिना अगाडि किनेको हो, 5 महिना अगाडि किनेको सीड हो। यो जस्तोको तस्तै छ। अनि यो अझै मैले 5 वर्ष राख्यो भने यस्तोको यस्तै हुन्छ। कहाँ राख्यो भने, सुरक्षित ठाउँमा राख्यो भनेदेखि, या त बोतलमा बन्द गरेर बयम भित्र राख्यो भनेदेखि यो सधैँभरि सुरक्षित हुन्छ। तर यही सीडलाई मैले माटोमा हाल्दिए भनेदेखि के हुन्छ? यो मर्छ। हजुर, मर्छ। अनि जब मर्छ तब के हुन्छ? तब उम्रिन्छ। आमेन। बुझ्नुहुन्छ जीवनको फिलोसफी? जब हामी सीडलाई, जब हामी कुनै बीजलाई हाम्रो हातमा राखिरहन्छौँ त्यो सेफ हुन्छ, जस्तोको तस्तै हुन्छ। तर जब त्यो बीजलाई हामी मर्न दिन्छौँ नि, मर्न दिन्छौँ, माटोमा गाडिदिन्छौँ, तब त्यो बीजले 100 गुणा 70 फल फलाउँछ। हामीले हाम्रो इगोलाई, हाम्रो डरलाई, हाम्रो आइसोलेसनलाई, हाम्रो टेम्पटेसन्सलाई हामी भित्र राखिरहेका छौँ। यसरी जबसम्म हामी यसलाई मर्न दिँदैनौँ नि, तबसम्म फल फलिँदैन। यु गेटिङ इट? यु गेटिङ इट? सो म तपाईलाई भन्न चाहन्छु, आफ्नो भित्र कोठामा जाऊ र गुप्तमा आफूलाई दिनुभएको वरदानहरू गाडा, सही जमिनमा गाडा, त्यसले सही गुणा फल फलाउँछ। आमेन, आमेन। तब के भयो हेर्नुहोस् त, 4 पदमा अगाडि पढ्नुहोस्। अब उसको एउटा भुल्डुङमा, एउटा भुँडुल्कोमा तेल थियो। कतिवटा भुँडुल्कोमा? एउटा भुँडुल्कोमा। अनि नजिकको सबै छिमेकीकोबाट उसले पैँचो खाली भुँडुल्कोहरू लिएर आयो। अनि त्यो सबै खाली भुँडुल्कोहरूलाई उसले आफूसँग भएको तेलले भर्न थाल्यो। एउटा भर्यो, सकिँदैन त। अर्को भर्यो, सकिँदैन त। अर्को भर्यो, सकिँदैन त। एउटा गाग्रो भरियो, अर्को भुँडुल्को भरियो, अर्को भुँडुल्को भरियो, अर्को भुँडुल्को भरियो। कल्पना गर्न सक्नुहुन्छ उसको सरप्राइज कस्तो थियो होला? तेल सकिँदै सकिएन। कहिलेसम्म सकिएन तेल? जबसम्म उसको घरमा भएको खाली भुँडुल्कोहरू सकिएन। जबसम्म उसको घरमा भएको खाली भुँडुल्कोहरू भरिएन, तबसम्म उसको भुँडुल्कोमा भएको तेल सकिँदै सकिएन। उसले भरेको भरे, भरेको भरे, भरेको भरे। सो God supplied exceeded her expectation. उसको आशा भन्दा बढी परमेश्वरले तिनलाई दिनुभयो। परमेश्वर कहिले पनि तपाईको आवश्यकतालाई देखेर परेशान हुनुहुन्न, एक्जस्ट हुनुहुन्न। कति धेरै ऋण लागेको तँलाई, कतिवटा रोग लागेको तँलाई, त कति, God is never ever exhausted by our needs. हाम्रो आवश्यकतालाई लिएर परमेश्वर कहिले पनि एक्जस्ट हुनुहुन्न, परेशान हुनुहुन्न, थाक्नुहुन्न। 6 पदले भन्छ,
तेल किन आउन बन्द भयो? हजुर, वाइ? के परमेश्वरसँग भएको तेल सकियो? परमेश्वरको सप्लाई सकिएकोले हो? Is it all because God ran out of oil? No. The oil stopped because there were no more empty vessels. परमेश्वरले भन्नुभएको त्यो तेल भएको बुडुल्कोबाट तेल, परमेश्वरसँग तेल सकिएकोले, तेलको आकार भएकोले आउन बन्द भएन। तर यस कारण बन्द भयो किनकि विधवासँग भएको, घरमा भएको सबै खाली बर्तनहरू सकिसकेको थियो। यो प्यासेजमा नि एउटा गम्भीर र गहिरो गहिरो लेसन, एउटा पाठ के छ भन्दाखेरि नि, God willingness to pour out was greater than their willingness to prepare. परमेश्वरको तिनीहरूलाई तिनीहरूको निम्ति खनाउने इच्छा चाहिँ नि तिनीहरूले आफूले आफूलाई तयार गर्ने इच्छा भन्दा ठुलो थियो। आई डोन्ट नो तपाईले बुझ्नु भयो कि भएन। परमेश्वरको तिनीहरूको जीवनमा खन्याउने चाहना चाहिँ नि तिनीहरूको जीवनमा तयार हुने चाहना भन्दा ठुलो थियो। लिमिटेशन परमेश्वरको शक्ति थिएन। Limitations was never God's power. The limitations was the availability of the empty vessels. Limitations भनेको चाहिँ उसको घरमा भएको जबसम्म खाली गाग्रोहरू भरिएन, खाली बुडुल्कोहरू भरिएन, तबसम्म परमेश्वरको त्यो परमेश्वरले भन्नुभएको बुडुल्कोबाट तेल आउन बन्द भएन। र 7 पदमा हेर्नुहोस् त, के भने उनले, गएर त्यो तेल बेच र तिम्रो कर्जा तिर। यानी कि जो तिम्रो हिजोको जीवनमा, तिम्रो हिजोको जीवनमा जो समस्या थियो त्यो समस्या अब सल्भ गर त्यो बेचेर र अगाडि उब्रेको तेलले चाहिँ तिमी र तिम्रो छोराको जीविका चलाऊ। परमेश्वरले केवल उसलाई उसको ऋणबाट छुटकारा मात्र दिनु भएन, परमेश्वर उसलाई एउटा भविष्य पनि दिनु भएन। परमेश्वरले जब तपाईलाई दिनुहुन्छ नि, तपाईको पुरानो रोगबाट छुटकारा मात्र दिनुहुन्न, परमेश्वरले तपाईलाई भविष्य पनि दिनुहुन्छ। यसैकारण तपाईको भरोसा कहाँ छ? खानमाथि? कहाँ छ? कहाँ छ तपाईको भविष्य? What is your faith? तपाईको ट्रस्ट कहाँ छ? यदि यो विधवा जसले माग्दै थियो, यो विधवालाई एलिया भएकोमा आयो, उनले रिक्वेस्ट गर्यो, एउटा तेलको बट्टा बराबर उनले अझै 2टा दिएको भएदेखि विधवा खुसी खुसी भएर जान्थ्यो कि जान्थ्यो? एउटा मागेको 2टा दियो। प्रभुको दास कस्तो राम्रो, हालेलुया भन्थ्यो होला, हैन? तर परमेश्वरले जब दिनुभयो नि, जति उसको जीवनमा रित्तो गाग्रोहरू थियो, त्यो सबै रित्तो गाग्रोहरूलाई परमेश्वरले भर्नुभयो र केवल पुरानो लोन मात्र चुकाउनु भएन, तर परमेश्वरले उनलाई एउटा नयाँ भविष्य पनि दिनुभयो। हालेलुया, हालेलुया, हालेलुया। Our God is not merely the God of survival, He is the God of abundance. हाम्रो परमेश्वर चाहिँ केवल हाम्रो जीविकाको परमेश्वर मात्र हुनुहुन्न। इसका टोपी उसका सर, यहाँबाट ल्यायो 5 रुपियाँ माग्यो, उहाँबाट 10 रुपियाँ कमायो, त्यहाँबाट 15 रुपियाँ ल्यायो, जीविका चल्यो, यसरी त मेरो चलिहाल्छ। परमेश्वर चाहिँ जीविकाको परमेश्वर हुनुहुन्न, परमेश्वर चाहिँ प्रशस्तताको परमेश्वर हुनुहुन्छ। आमेन, आमेन। यूहन्ना 10 अध्यायको 10 पद हामी हेर्नेछौँ। I came that you may have life and life in abundance. यूहन्ना अध्याय 10 को 10 पद। यूहन्ना 10 को 10।
चोर चोर्न मार्न नाश पार्न आउँछ, तर म तिमीहरूले जीवन पाओस् र प्रशस्त मात्रामा। परमेश्वरको पुत्र येशू हामीलाई केवल जीवन दिन मात्र आउनु भएको होइन, तर जीवन चाहिँ प्रशस्त मात्रामा पाओस् भनेर आउनु भएको। आमेन, आमेन, आमेन। परमेश्वरले हामीलाई केवल जीवन मात्रै दिनुहुन्न, तर जीवन चाहिँ प्रशस्त प्रशस्त मात्रामा दिनुहुन्छ। आमेन। अब म तपाईलाई सोध्न चाहन्छु, तपाईले परमेश्वरको अगाडि के लिएर आउँदै हुनुहुन्छ? के तपाईको घमण्डी हृदय या तपाईको रित्तो गाग्रो? What are you bringing to God? तपाईले प्रभुको अगाडि के लिएर आउँदै हुनुहुन्छ? तपाईको घमण्डी हृदय कि तपाईको रित्तो भुडुलको? धेरैजना मान्छेहरू चर्चमा इन्फर्मेसन लिन आउँछन्, तर God is not looking for people who is here for information. God is looking for people for transformation. Amen, amen. परमेश्वरले चाहिँ नि ती मान्छेहरूको खोजी गर्दै हुनुहुन्छ जसले यो भन्छ कि प्रभु म यो तपाईँ बिना गर्न सक्दिनँ। हजुर, परमेश्वरले कस्तो मान्छे खोज्दै हुनुहुन्छ अरे? प्रभु म यो तपाईँ बिना गर्न सक्दिनँ भन्ने मान्छेहरूलाई खोज्दै हुनुहुन्छ। यसै कारण म आज तपाईलाई भन्न चाहन्छु, आज सायद तपाईँ रित्तो महसुस गर्दै हुनुहुन्छ होला, सायद तपाईँ भावनात्मक रूपमा रित्तो हुनुहुन्छ होला, सायद तपाईँ आध्यात्मिक रूपमा रित्तो हुनुहुन्छ होला, सायद तपाईँ फाइनेन्सियली रूपमा रित्तो हुनुहुन्छ होला, तर म तपाईलाई भन्छु, म तपाईलाई भन्न चाहन्छु, आफ्नो रित्तोपनलाई हेला नगर्नुहोस्। रित्तोपनलाई हेला नगर्नुहोस्। डु नट डिस्पाइज एम्प्टीनेस, किनकि परमेश्वरले यही रित्तोपनमा आफ्नो काम गर्न रुचाउनुहुन्छ। आमेन। थुक्क मेरो जीवनमा त लभ पनि छैन, थुक्क मेरो जीवनमा त हैन, हिजो गर्लफ्रेन्ड डे भनेर भन्दै थियो, मैले थुप्रैले हालेको देखेँ इन्स्टाग्राममा, फेसबुकमा, हैन, स्ट्याटसमा रुइरहेको भिडियो, कुनै के मेरा गर्लफ्रेन्ड नै हे, हैन, मेरो गर्लफ्रेन्ड छैन भनेर हुनेहरूले पनि हाल्यो, कतिले नहुनेहरूले पनि हाल्यो। एम्प्टीनेस, रित्तोपन। तपाईको रित्तोपनलाई देखेर बिचरा नसम्झिनुहोस्, तपाईको रित्तोपनलाई देखेर दुखी नहुनुहोस्, किनकि यही रित्तोपन हो जहाँ परमेश्वरले भर्ने काम गर्नुहुन्छ। तपाईको हरेक रित्तो ठाउँहरू, हरेक रित्तो बुडुल्कोहरू अब भरिँदैछ। आमेन, आमेन। मत्ती 5 अध्यायको 3 पद, मत्ती 5 अध्यायको 3 पदले भन्छ, अनि म एउटा पावरफुल कुरा भन्न चाहन्छु मत्ती 5 को 3 पढिसकेर। धन्य आत्मामा दीन हुनेहरू हो, किनभने स्वर्गको राज्य आत्मामा दीन हुनेहरू, नम्र हुनेहरू, एम्प्टी हुनेहरू धन्यको हो। किन? मेरो ग्लास खाली छ, अब यो ग्लास त तपाईले जेले पनि भर्न सक्नुहुन्छ, जेले पनि भर्न सक्नुहुन्छ। एम्प्टीनेस इज नट अ कर्स, एम्प्टीनेस इज नट अ कर्स, एम्प्टीनेस इज एन अपर्च्युनिटी फर गॉड टु फिल यु विथ हिज अबन्डेन्स। रित्तोपन भनेको चाहिँ श्राप होइन। फेरि भन्न चाहन्छु, रित्तोपन भनेको चाहिँ श्राप होइन, यो परमेश्वरको बहुमूल्य कुराहरूले तपाईलाई भर्ने एउटा मौका हो। आमेन। यसै कारण रित्तिँदै हुनुहुन्छ, गोजीमा कञ्चो छैन, सुक्को छैन भनेदेखि बुझ्नुहोस् अब भरिने बेला आउँदैछ। आमेन, आमेन, आमेन। कल्पना गर्नुहोस्, रुपिजमा रुपिज उड्यो, परमेश्वरले डलर दिनुभयो भने जति पैसा तेरो, जति तेरो रुपिजमा गएको छ नि त्यति नै म तँलाई डलर्समा दिन्छु भने कस्तो खुसी हुन्छ तपाईँ? जो परमेश्वरसँग छ त्यो हामीसँग भएको भन्दा उत्तम छ। यसै कारण हाम्रो रित्तोपनलाई हेरेर यो बुझ्नुहोस् कि प्रभु यो त्यही रित्तोपन हो जसलाई तपाईको गुडनेसले तपाईले भर्दै हुनुहुन्छ।
And I'm going to be filled with the goodness of God. Your emptiness is not your disqualification, my dear friends. तपाईँको रित्तोपन तपाईँको डिस्क्वालिफिकेसन होइन। ला म कस्तो थिएँ कस्तो भए, इट्स नट लाइक द्याट। यो एम्प्टीनेस इज एन अपर्च्युनिटी। तपाईँको रित्तोपन तपाईँको पापको सजाय होइन, तपाईँले गरेको गल्तीको सजाय होइन। तपाईँको रित्तोपन भनेको चाहिँ नि प्रभुले एक दिन एकजना अन्धोलाई देखेर भन्नुभयो, अन्धोलाई देखाएर येशूका चेलाहरूले सोधे, प्रभु यो कसरी अन्धो भएको, यसले पाप गरेर कि यसको बाबुआमाले पाप गरेर? येशूले भन्नुभयो, यो यस कारण अन्धो भयो ताकि यसको जीवनबाट परमेश्वरको महिमा देखिन सकोस्। आमेन। तपाईँको रित्तोपन चाहिँ परमेश्वरको महिमाको ऋतुको भूमि हो। आमेन। Your emptiness is the seasonal platform for the miracle of God. तपाईँको रित्तोपन चाहिँ नि परमेश्वरको चमत्कारको निम्ति त्यो प्लेटफर्म हो। सो सायद त्यो विधवालाई यस्तो लाग्दै थियो होला, मलाई पैसा चाहिएको छ, अब अगमवक्ताको साथी होइन, अगमवक्ताको दास मर्यो, अब अगमवक्ताले मलाई पैसा दिन्छ होला। उसले सोच्यो उसलाई पैसा चाहिएको छ होला, तर परमेश्वरलाई थाहा थियो उसलाई चमत्कार चाहिएको छ, पैसा होइन। आमेन। र चमत्कार कसरी सुरु भयो? उसँग भएको थोरै तेलबाट, उसँग भएको रित्तो भुँडुलकोबाट, अनि उसको आज्ञाकारी विश्वासबाट। यसै कारण मेरो प्रिय, एउटा समर्पणको जीवनबाट परमेश्वरले अद्भुत रूपले काम गर्न सक्नुहुन्छ। यसै कारण डु नट अन्डर एस्टिमेट what God can do with a surrendered life. त्यसलाई अन्डर एस्टिमेट नगर्नुहोस्। अन्त्यमा आफ्नो रित्तो भुँडुलकोहरू लिएर आउनुहोस्। मसँग भन्नुहोस् त, म मेरा रित्तो भुँडुलकोहरू लिएर आउँछु। तपाईँको टुटेको सपनाहरू लिएर आउनुहोस्, तपाईँको डराएको हृदयहरू लिएर आउनुहोस्, तपाईको असम्भव परिस्थितिहरू लिएर आउनुहोस्। भरिएको जस्तो नगर्नुहोस्। डु नट प्रिटेन्ड टु बी फुल। भरिएको जस्तो हुनु आवश्यकता छैन। रित्तै आउनुहोस्, रित्तै आउनुहोस्। टुटेको सपनालाई लिएर आउनुहोस्, टुटेको हृदयलाई लिएर आउनुहोस्, आफ्नो असम्भव परिस्थितिलाई लिएर आउनुहोस्, रित्तो गाग्रोहरू, रित्तो भुँडुलकोहरू लिएर आउनुहोस्। भरिएको नाटक नगर्नुहोस्, रित्तै आउनुहोस्, किनकि परमेश्वरले भरिएकोहरूलाई भर्नुहुन्न, तर रित्तोहरूलाई भर्नुहुन्छ। आमेन। अन्त्यमा एउटा पद पढ्छु ल, सायद यो लुका अध्याय 1 मा छ होला। लुका अध्याय 1 को 53 मा हेर्नुहोस् त। भोकाएकोहरूलाई, रित्तोहरूलाई परमेश्वरले असल कुराहरूले भर्नु भएको छ। धनीहरूलाई रित्तै फर्काउनु भएको छ। तपाईँ रित्तो भएर आउनु जरुरी छ, किनकि रित्तोहरूलाई चाहिँ परमेश्वरले भर्नुहुन्छ, तर भरिएकोहरूलाई उहाँले रित्तै फर्काइदिनुहुन्छ। आमेन। परमेश्वरले हामी सबैलाई आशीर्वाद गर्नुभएको होस्। थ्याङ्क यू भेरी मच। परमेश्वरको अनुग्रहको लागि, तपाईँहरूको ध्यानको लागि धन्यवाद। जय मसीह। गॉड ब्लेस यू।